नमस्कार। यस भिडियोमा हामी जान्छौं मेष राशि हुनेहरूको लागि 2082 सालमा के कस्तो भोग र के कस्तो योग बनेको छ, के कस्तो घटना घट्न सक्छ मेष राशिको जिन्दगीमा। 2082 सालमा सुरुमा जानौं गोचर। 2082 सालभरि नै मिथुन राशिमा गुरुको गोचर, शनि मीनमा, केतु सिंह र राहु कुम्भ राशिमा गोचर गर्नेछन्। यसरी गोचर गरेसँगै यो वर्षभरि नै सुरुवाती साढेसाती सुरु हुन्छ मेष राशिका जातकहरूलाई। 10औं र 11औं घरको मालिक बनेर शनि 12औं घरमा बस्नेछ। यसरी 12औं घरमा शनि बस्नु र 11औं घरमा राहु कुम्भ राशिमा हुँदा वैदेशिक यात्राको लागि राम्रो योग बन्दछ। वर्षको प्रारम्भमा बृहस्पति र केतु शुभ फल दिने भएकोले सुख सन्तोष बढ्नेछ। पहिलो 3 महिना यो वर्ष सञ्चित धनको खर्च हुन सक्नेछ र आम्दानी र खर्चको तालमेल नमिल्दा असारपछि आर्थिक सङ्कटको सामना गर्न पर्ने हुन सक्छ। यदि तपाईँ कतै प्रपर्टी, जग्गा, घरसँग सम्बन्धित चिजमा पैसा लगानी गर्न चाहनुहुन्छ भने यो वर्ष शुभ फल प्रदान हुन्छ र यो वर्ष गरेको लगानी जग्गा जमिनमा खेर जाने छैन। साथै यो वर्ष घरमा रिनोभेसन या प्रपर्टीसँग रिलेटेड कार्य अवश्य हुनेछ भने धार्मिक यात्रा, लामो यात्रा, वैदेशिक यात्राको राम्रो योग बनेको छ। विदेश यात्रा गर्न खोज्दै हुनुहुन्छ भने यो वर्ष राम्रो रहनेछ। तर बुवा या हजुरबाको स्वास्थ्यमा भने केही समस्या देखिन सक्नेछ। कुटुम्ब आफन्तसँग भने केही मनमुटाव रहन सक्छ। ससुराली खानदानमा या मामा घरमा केही अप्रिय घटना घट्न सक्छ। तपाईँको जब या व्यवसायको सिलसिलामा लामो यात्राको योग बनेको छ या ट्रान्सफर हुन पनि सक्छ। यो वर्ष हिम्मत, आँट, साहस बढ्नेछ र कुनै पनि समस्यासँग सजिलै डटेर सामना गर्न सक्ने साहस मिल्नेछ। आफ्नो भाइ बन्धुहरूसँगको सम्बन्धमा सुधार आउनेछ। भाइ बन्धुहरूको जिन्दगीमा फाइनान्सियल ग्रोथ हुनेछ। कुनै पनि वैदेशिक या स्वदेशी कागजपत्र सम्बन्धी काम बन्नेछ। जस्तै पिआर, टिआर, भिसा जस्ता चिजहरूको काम ढिला सुस्ती भएको थियो भने अब यो वर्ष बन्ने सम्भावना अधिक रहनेछ। पढाइ लेखाइमा भने यो वर्ष स्कुल, कलेज चेन्ज या सब्जेक्ट चेन्ज गर्ने सम्भावना रहन्छ र पढाइमा सोचे जस्तो नतिजा नआउँदा चिन्ताले सताउन सक्छ र सन्तानको चिन्ताले पनि यो वर्षभरि नै सताइरहनेछ। यदि तपाईँको जीवनसाथी जबको खोजीमा हुनुहुन्छ भने यो वर्ष प्राप्त हुने तथा जब चेन्ज गर्ने सम्भावना रहन्छ भने श्रीमान श्रीमतीमा मनमुटाव या केही सामान्य स्वास्थ्य बिग्रन सक्छ जीवनसाथीको। यदि तपाईँ वैदेशिक रोजगारमा हुनुहुन्छ भने या अनलाइन काम गर्नुहुन्छ भने यो वर्ष अति उत्तम वर्ष साबित हुनेछ। आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ रहनेछ। साढेसातीलाई शान्त पार्न र प्रतिकूल ग्रहको असरलाई अनुकूल बनाउन केही उपाय र सावधानी बताउने छु, ध्यान दिएर सुन्नुहोला। यो वर्षभरि नै टाउकोमा नरिवल र तोरीको तेल नलगाउनुहोला। शनिबार पारेर बेला बेलामा मन्दिरमा झाडु लगाउनु या मन्दिर सफा गर्नुहोला। यो वर्ष दाहिने हातमा मौलीको धागो बाँध्नुहोला, शुभ रहन्छ राहु केतु शनि। 11 वटा जट्टावाला नरिवल बुधबारको दिन बग्ने पानीमा बगाउनुहोला। 5 वटाको दरले 4 दिन पहेँलो कागती बगाउनुहोला। बुधबार या बिहिबारबाट सुरु गर्नुहोला। 12 वटा आलमन्ड बदाम पिसेर शनिबारको दिन झिल, ताल या पोखरी या समुद्रमा हालिदिनुहोला। दैनिक 10 देखि 15 मिनट घरमा खडौ लगाएर बस्नुहोला। यो वर्षभरि नै बजरङ्ग बाणको पाठ गर्नुहोला। हस्त नमस्कार। जय श्री राम।